हेलो गाइस, म चाहिँ अहिले हाम्रो भाइ पदम बोरा गायककारसँग मेरो चाहिँ भेट भएको छ स्ट्याफमा। म आफ्नो गाउँमा आएको थिएँ, त्यहाँदेखि हाम्रो भाइ पदम बोराजीसँग मेरो मुलाकात भइगयो। तर उहाँको सोचाइ र रचना, उहाँको चाहिँ गायककार र उहाँको और त्यसमा उहाँलाई देख्न दर्शकबिनहरू हजुरलाई म एउटा के भन्न चाहन्छु भने उहाँको भिडियो और सब्सक्राइब एउटा गर्नुहोला। उहाँ पदम सिंह बोराजी हुनुहुन्छ। केही भन्न चाहनुहुन्छ? एउटा गाना के गानुहुन्छ गाइदिएर देखाइदिनुहोस् न दर्शकको सामनेमा। त्यसैको छैन नेता कालको टाङा तर छैन त्यसैको छैन नेता गरिबका केटा बिताडैमा रेर खाना गरिबका केटा गरिबका केटा बितालैमा रेर खान्छन् गरिबका केटा। ओके नमस्कार। ओके दर्शकबिन, ओके नमस्कार। उहाँले चाहिँ सानो मिठो गाना गाउनुभयो स्ट्याममा, तर उहाँलाई चाहिँ सबैले चिन्नुहुने माओवादीले और एउटा कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला। तर म पनि स्ट्याममा देहरादुनदेखि म चाहिँ नेपालमा आएको छु। सानो उहाँको भिडियो हुनुहुन्छ। उहाँ हुनुहुन्छ पदम सिंह बोराजी, हाम्रो अतरिया तेगरीदेखि। और उहाँको दर्शकबिन उहाँ चाहिँ गायककार हुनुहुन्छ और हाम्रो सुदूरपश्चिमको डेउडामा। र हजुरहरूलाई हामीले चाहिँ एउटा सानो गाना सुनाइसक्यौँ। र जहाँदेखि हेर्नुहुन्छ हजुरहरूले पदम सिंह बोराजीलाई एउटा लाइक सब्सक्राइब पक्कै पनि गरिदिनु होला। र मेरो अनुरोध छ र अब उहाँसँग मेरो भेट भएको छ अहिले फिलहाल। र जसरी भए पनि यो कुरा मेरो दोस्त जति पनि हुनुहुन्छ हजुरहरू र हाम्रो सुदूरपश्चिम डोटीदेखि हुनुहुन्छ उहाँ, र उनको सानो रिक्वेस्टी छ कि मेरो यस्तो भयो र भनेपछि म अहिले खुलेर भन्न चाहदैन। उहाँलाई चाहिँ अहिले एकै दिनका निउति क्या चित बुझेला हजुर। एकै दिनका निउति क्या चित बुझेला हजुर। राइस लागे सिउते सेती झाल बगाई लैयो। ओके दर्शकबिन, उहाँले चाहिँ सानो छोटो मिठो गाना गाउनुभयो एउटा। हजुरहरूलाई सुदूरपश्चिमदेखि लिएर डेउडामा उहाँलाई सहयोग गर्नुहोला, सरसपोर्ट दिनुहोला, मेरो एउटा अनुरोध छ। त्यति मैले भन्दैछु। और युट्युब च्यानलमा डम्बर सीमा ओलीको च्यानलमा मैले एउटा मिनी ब्लग खोलेको छु। यसमा चाहिँ हजुरहरूले हेरिदिनु होला। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट र के लाग्छ। फेरि पनि उहाँको गाना यता मोबाइलमा पनि बजेको छ। हजुरहरूलाई म चाहिँ यो युट्युब च्यानल 6 गतेको दिनमा हाल्नेछु यो ब्लग। र मैले यहीँदेखि अरू यो मैले के भन्न चाहन्छु भने महाराकटानदेखि मैले ब्लग बनाइरहेको छु उहाँको। र हजुरहरूको चाहिँ सर सपोर्टमा हजुरहरूले के भन्न चाहनुहुन्छ पदम सिंह बोराजीलाई चाहिँ पक्कै सर सपोर्ट गरिदिनु होला भनेर मेरो एउटा अनुरोध छ। पक्कै पनि गरिदिनु होला भनेर मेरो यो
पक्का हजुरहरूले गर्नुहुन्छ भन्ने मलाई आशा राखेर पदमसिंह भोराजीलाई यति भन्न चाहन्छु। ओके भाइ, नेक्स्ट भिडियो में फेरि चाहिँ म देखाउँला हजुरहरूलाई। ओके भाइ।